भनेपछि नक्कली डिएसपीले हंगामै गर्यो यहाँ एकदम धेरै नक्कली डिएसपी बनेर देखाएको हरकतको प्रसङ्गसँग जोडिन्छु प्रहरीको नाम बेच्दै नक्कली डिएसपीले गरेको हरकत चार्जल देऊ भाइ भने चार्जल हामीले छैनौँ भने त्यहीहरू किन चाहिँ होटल खोल्छस् भिख माग्न जा होइन भिख माग्न जा अरू सामान दिन नसक्ने किन होटल खोल्ने तेरो साउको बाउ आएको छ भने म पुलिस डिएसपी हो भनेर चाहिँ हाम्रो डराउनु धम्काउने गरेँ कर्मचारीहरू यहाँ सबै भाग्न भनेर लगाइसकेको थियो क्या लगाइसकेको थियो तपाईँको नक्कली डिएसपी बनेको उहाँ बाहिर आउनुभयो है आएर चाहिँ अनि मलाई त्यसले भनेर धम्की दिनुभएपछि त भन्नुभयो क्या सर हामीले दिनु मिल्दैन हाम्रोमा यस्तो यस्तो भन्दाखेरि चाहिँ मैले हातमा लिँदैको रक्सी चाहिँ थुन्नु भयो जबरजस्ती नक्कली डिएसपी सक्कली प्रहरीको फन्दामा परेका छन् बागलुङ जिल्ला बागलुङ नगरपालिका नम्बर 4 बस्ने चन्द्रकान्त पौडेललाई नियन्त्रणमा लिएर निजलाई चाहिँ हामीले कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएका छौँ नक्कली परीक्षार्थी प्रहरीको फन्दामा परेकी छिन् नक्कली परीक्षार्थीलाई चाहिँ हामीले पक्राउ गरेर कानुन प्रक्रिया अगाडि बढाएका छौँ नमस्कार फेवा मिडिया प्रालीको प्रस्तुति कार्यक्रम मिसन विथ हेमराजको प्रतीक्षा गरेर बस्नुभएका समस्त दर्शक महानुभावलाई हार्दिक स्वागत छ पोखराबाट म हेमराज र मलाई क्यामेरामा साथ दिनुहुन्छ क्यामेरा पर्सन द्वय आश्विन र दिपेन्द्रले दर्शक महानुभाव कार्यक्रम मिसन विथ हेमराज यति बेला फेवा खबर मार्फत विश्वभर एकसाथ हेरिराख्नु भएको छ विषय जुन कुनै हो सवाल जुन कुनै हुन् अनि पात्र जो कोही भए तापनि हामी उठान गर्छौँ र हरेक पलमा तपाईँको सूचनाको सहयात्री भएर अगाडि बढिरहँदा हामीलाई सुझाव सल्लाह माया गरिदिनु हुने तपाईँ सम्पूर्ण दर्शक महानुभावलाई नमन व्यक्त गर्न चाहन्छु तपाईँको टोल छर छिमेक वरिपरि त्यस्तो घटना वा दुर्घटना अनियमितता भएको थाहा पाउनु भएको छ भने हामीलाई खबर गर्नुहोस् हामी बन्छौँ तपाईँको सञ्चार सहयात्री र आज पनि दुईटा घटनाक्रम र प्रसङ्गसँग जोडिएर कार्यक्रम मिसन विथ हेमराज लिएर प्रस्तुत भएको छु सबैभन्दा सुरुमा आज नक्कली डिएसपी बनेर देखाएको हरकतको प्रसङ्गसँग जोडिन्छु त्योभन्दा पछाडि पोखरामा लोकसेवाको परीक्षा दिनलाई नक्कली विद्यार्थी खडा गरेर त्यो पनि प्रहरीको जवानको परीक्षा दिनलाई नक्कली परीक्षार्थी खडा गरेर इक्जाम हलमा परीक्षा दिँदै गर्दाखेरि प्रहरीले समातेको छ यो प्रसङ्ग नि तपाईँ समक्ष प्रस्तुत गर्नु छ त्योभन्दा अगाडि पोखरा महानगरपालिका वार्ड नम्बर 8 सिर्जना चोकमा ढाबा रेस्टुरेन्ट छ एउटा 5-7 जनाको टोली त्यहाँ पुग्छ र मिठो मिठो खानेकुरा अर्डर गर्छ जब पैसा तिर्ने बेला हुन्छ त्यस पछाडि प्रहरीको डिएसपी हुँ भन्दै त्यहाँका कर्मचारी र सञ्चालकलाई धम्क्याउन थाल्छन् थर्काउन थाल्छन् त्यहाँका कर्मचारीले त्यो हरकत देख्दै गर्दाखेरि झन्नै रेस्टुरेन्टै छोडेर चाहिँ भाग्नुपर्ने अवस्था आयो भनेर हामीलाई अन्तर्वार्तामा भनेका छन् उनीहरूसँग गरेको कुराकानी पनि हामीले तपाईँ समक्ष सम्प्रेषण गर्नु छ जिल्ला प्रहरी कार्यालय कास्कीको धारणा अर्थात् जिल्ला प्रहरी कार्यालय कास्कीले के कारबाही गर्छ के कसुरमा चाहिँ मुद्दा चलिरहेको छ त म्याथ थप गरेर अनुसन्धान भइरहेको छ जिल्ला प्रहरी कार्यालय कास्कीको प्रतिक्रिया पनि लिनु छ सँगै कुनै एउटा म्युजिक भिडियोमा सुटिङको निम्ति लगाइएको प्रहरीको इन्सपेक्टरको ड्रेस सहितको फोटो मोबाइलको वालमा राखेर ती निर्दोष कर्मचारीलाई धम्क्याएर प्रहरीको डिएसपी हुँ भन्दै विदण्ड मचाउने बागलुङका ती व्यक्तिलाई पनि तपाईँ समक्ष अर्थात् तिनले गरेको हरकत पनि तपाईँ समक्ष सम्प्रेषण गर्नु छ सबैभन्दा सुरुमा यहाँबाट हेर्नुहोस् दर्शकमा पुनः एकपटक यहाँहरू सबैलाई हार्दिक स्वागत छ कार्यक्रम मिसन विथ हेमराज हेरिराख्नु भएको छ यति बेला हामी छौँ पोखरा महानगरपालिका वार्ड नम्बर 8 सिर्जना चोकमा रहेको चम्पारण
ढाबामा। यस अर्थ हामी यहाँ आएका छौँ दर्शक महानुभाव। यहाँ एउटा व्यक्ति खाजा खाना भनेर आउँछन्, नक्कली प्रहरीको डिएसपीले थर्काए भन्छन् यहाँका कर्मचारी। उनले थर्काए, कतिजना अड्छन् भनेर चाहिँ भने यहाँका कर्मचारीले सरसर्ती जानकारी दिए। त्यतिले मात्रै भएन, उनले पिट्यौँला झैँ गरे र अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा छन् ती नक्कली डिएसपी। भएको खास के थियो यहाँका कर्मचारीसँग हामीले थोरै प्रतिक्रिया लिने प्रयास गरेका छौँ। नमस्ते। नमस्ते। हजुरको नाम? मेरो नाम अर्जुन। अर्जुन के? बरदेवा। ओके। अर्जुनजी, यहाँ त्यो दिन भएको के थियो खास, के देख्नु? त्यो दिन भएको चाहिँ सरासर उहाँ आउनु भएन। उहाँ आएपछि यहाँ हामी 60-61जना बस्ने छौँ, ठाउँ छ कि छैन भन्नुभयो। ठाउँ छैन सर, ठाउँ कम छ, बाहिर सायद बाहिर अन्त कतै खोज्नु भन्दाखेरिमा चाहिँ मिठो मिठो चिज के छ ल्याएर हामीलाई टेस्ट गरा भने हामीले खानेकुराहरू टेस्ट गरायौँ। के गराउनु? बिरयानी गरायौँ, तास गरायौँ, सेकोहरू होइन। चिजजना थिए? उनीहरू थिए करिब 7जना थिए। 7जना थिए होइन। अरू चाहिँ अब हाफ बनेलोहरूमा आएको थिए। अनि भने चार्जल देऊ भाइ भने, चार्जल हामीले छैनौँ भने त्यहीहरू किन चाहिँ होटल खोल्छस्, भिख माग्न जा होइन, भिख माग्न जा, सामान दिन नसक्ने किन होटल खोल्ने, तेरो साउको बाउ आएको छ भने म पुलिस डिएसपी हो भनेर चाहिँ हाम्रो डराउनु धम्काउने गरे। कर्मचारीहरू यहाँबाट सबै भाग्न भनेर लगाइसकेको थिएँ क्या, तपाईँको लगाइसकेको थिएँ। अनि त्यसपछि चाहिँ पछि लास्टमा हामीले आकाश दाईलाई बोलायौँ। आकाश दाईलाई बोलाएपछि भनेको चाहिँ यसको ओनर, हाम्रो यहाँको ओनर हो साउजी। आकाश दाईलाई बोलायौँ। आकाश दाई यहाँ भित्र आउँदा पनि आकाश दाईलाई पनि मुख छान्ने ततारमा यताउता गरेँ क्या। गरेपछि पछि लास्टमा हल्ला हल्ला भयो। हल्ला समातेर प्रहरीको हामीले जिम्मा बुझायौँ। त्यही हो। अनि काउन्टरमा जाने, रक्सी सोध्ने, रक्सी सोद्दाखेरि दिएन भने हातैबाट खोसाम्न जस्तो गर्ने, पिटाउन जस्तो गर्ने। के चाहिँ खाए? तपाईँ यसको वेटर हुनुहुन्छ? हजुर। अनि हामीले बिरयानी दियौँ, तास दियौँ, सेकुवा दियौँ, तपाईँको बियरहरू, चिसिङ हार्डिङहरू यताउता दियौँ। त्यही हो। अनि यहाँ बस्ने यही टेबलमा बसेको तपाईँको थर्काउने यताउता दुनियाँ बबालै गरे हो क्या तपाईँको। तपाईँको यो रेस्टुरेन्ट लाइनमा काम गरेको थुप्रै भयो होला, यस्तो अनुभव थियो कि थिएन योभन्दा अगाडि? यहाँभन्दा अगाडि अनुभव थिएन यस्तो। अचम्मै भयो? अचम्मै भयो। अनि हेर्दाखेरि लाग्थ्यो डिएसपीको जस्तो कपालले तपाईँको अगाडि मोबाइलको जुन अगाडि प्रोफाइलमा त पुलिसको ड्रेस लगाएको थियो क्या, ड्रेस लगाएको थियो। अब मैले त्यो हेर्दैमा होला जस्तो पनि माने, पछि लास्टमा त होइन रहेछ। भिडियो खेल्नलाई चाहिँ अब एकछिनको लागि ड्रेस लगाएर चाहिँ त्यही अगाडि राखेर चाहिँ हामीले थर्काएर रहेछ। अब त्यही नै हो। कति जतिको खायो होला तिनीहरूले यहाँ? तिनीहरूले करिब खाए 6-7 हजारकै खाए। अनि पेमेन्ट गरे कि नै? पेमेन्ट गरेको छैन नि, पेमेन्ट गरे छैन। भनेपछि कर्मचारीलाई भागको अवस्था बनायो। दुईजना भाइ बहिनीहरू त काउन्टरै छोडेर भाग लगाइसकेको थियो तपाईँको। अनि आकाश सर आएर के गर्नुभयो? आकाश सर आएर खै भित्र के भन्नुभयो, उहाँलाई नि मुख छान्नु भएछ। अनि उहाँले चाहिँ दाईहरूलाई फोन गरेर बोलाउनु भयो बाहिरबाट। पुलिसहरूलाई पनि खबर दिउँ। पुलिसहरू आएपछि अनि उहाँलाई अझ पुलिस आउँदा पनि तपाईँको बाथरुममा गएर करिब आधा घन्टा जस्तो नि बाथरुममा बसेँ। हामीलाई त यस्तो डर लागेको थियो कि सायद बाथरुमभित्रै नमरोस् क्या होइन। ढोका हान्न दुनियाँ गर्दा पनि बल्ल बल्ल बाहिर आएँ। बाहिर आएपछि पछि लास्टमा पुलिसले धरि के भन्यो भने डिएसपीलाई, बाबु म तिमीलाई पछि हेर्छु है, जाम यहाँ कुन चाहिँ हातेहरूले के चाहिँ गर्छ जाम भन्ने क्या, भन्ने थर्को नि तपाईँको। हस् धन्यवाद। हस् त धन्यवाद। त्यहाँ भएको के थियो, अर्थात् यहाँ भएको के थियो भनेर भन्ने विषयमा जानकारी लिइरहेका छौँ। प्रहरीको नाम बेच्दै नक्कली डिएसपीले गरेको हरकत र यहाँका कर्मचारीमाथि गरेको दुर्व्यवहार, योसँग जोडिएर हामीले तपाईँ समक्ष कार्यक्रम प्रस्तुत गर्दै गर्दा बागलुङका चन्द्रकान्त पौडेलले यहाँ रमिता देखाएछन्। यही रेस्टुरेन्टकी म्यानेजर यति बेला मसँग हुनुहुन्छ, बारमा हुनुहुन्थ्यो त्यति बेला उहाँ, र के भएको थियो कुराकानी गर्छु। नमस्ते। नमस्ते सर। हजुरको नाम? मेरो लजिता थापा। त्यो दिन भएको खास के थियो र उनीहरू आएदेखि निस्किन्जेलसम्मको वृद्धान्त कुरा भनिदिनुहोस् न, के गरे? अब अघि चाहिँ दाइले भन्नुभयो, उहाँको चाहिँ त्यति नै हो है। म चाहिँ काउन्टरमा बसिरहेको थिएँ है। यहाँबाट भित्रबाट चाहिँ अब रेड लेबल अनि अरू रक्सीहरू मगाउनु भएको रहेछ। हामीले त अब सरलाई नसोधी दिनु मिल्दैन नि त। मैले सरलाई कल गरेँ, सरले चाहिँ अब हामीलाई नसोधी नदेऊ ल भन्नुभयो। उहाँहरू चाहिँ सिधै त्यही त्यो डिएसपी नक्कली डिएसपी बनेको उहाँ बाहिर आउनुभयो है। आएर चाहिँ अनि मलाई त्योले भनेर धम्की दिनुभएपछि त भन्नुभयो क्या, सर हामीले दिनु मिल्दैन, हाम्रोमा यस्तो भन्दाखेरि चाहिँ मैले हातमा लिँदैको रक्सी चाहिँ थुन्नु भयो जबरजस्ती। अनि लगभग ब्ल्याक थियो कि ब्ल्याक लेभलै थियो। अनि पछि अर्को पनि देखाउनु भयो। अनि बिग मास्टरले भन्नुभयो त्यो पनि हातमै लिएको थियो, सर यो दिन मिल्दैन भने त्यो पनि थुत्नु भयो। अनि मैले कल गरेँ सरलाई है। कल गर्दाखेरि मेरो हातबाट जबरजस्ती त्यो मोबाइल पनि थुत्नु भयो कि। अनि हातमा चाहिँ हल्का अब त्यो दुखेको नि फिल भयो है। मैले सर मिल्दैन भन्दै त यहाँबाट तेरो नाम भन, तँलाई यहाँ भ्याट लगाइदिन्छु, त्यहाँबाट यहाँ निकालिदिन्छु, यताउता भन्नुभयो, डर देखाउनु भयो है।
म त अब केटी हो नि त सर है, म त रोइहाल्छ, रोइदिएँ। अनि उहाँ सरहरूले पुलिस बोलाउनु भयो रहेछ, पुलिसहरू आउनुभयो। त्यसपछि पनि पुलिस आइसकेपछि पनि अब चुरोट माग्दाखेरि नि तत्तरमा गर्दै धम्की दिइरह्यो क्या। मतलब के बडी मादक पदार्थ सेवन गरेका थिए कि के? उताबाट हल्का खाएर आएको थियो, यहाँ आएपछि पनि खै यहाँ त खाएन होला सायद, तर हाम्रो त्यो बोतलहरू चाहिँ पुरै फोरेर छोडिदिएको थियो कि। पैसा पनि बिल पनि फेरि तिर्दैन भनेर छोड्यो, गयो बिल पनि तिरेन। भनेपछि नक्कली डिएसपीले हङ्गामै गर्यो यहाँ एकदम धेरै। त्यस पछाडि के गर्नुभयो? त्यस पछाडि चाहिँ अब पुलिस आएपछि ऊ चाहिँ भित्र गएर लुक्यो है, त्यही हो। त्यसपछि चाहिँ अनि डर चाहिँ रहेछ, डर चाहिँ एकदम त्यही त डराएन कि, एटिट्युड चाहिँ एकदम रहेछ। उहाँ गइसकेपछि पनि डिएसपीलाई एकदम धम्की दिइरहेको रहेछ है, यो त्यो भन्दै, अनि डर देखाउने रहेछ। यस्तो अरू चाहिँ मलाई थाहा छैन। त्यसपछि 7:30देखि 8 बजेभित्रको कुरा रहेछ यो होइन? 9 देखि 10। 9 देखि 10 भनेपछि उनीहरू चाहिँ आउन चाहिँ कति बेला आएको थियो? अलि अगाडि नै आएको थियो? लगभग 9 बजे थियो होला। 9 बजे थियो। नर्मल्ली यो कति बजे बन्द गर्नुहुन्छ? हामीले चाहिँ 10 साढे 10 हुन्छ होला। ओके, अनि यसको ओनर आकाश सर आउनुभयो, त्यस पछाडि के भयो? के देख्नुभयो उता काउन्टरमा? त्यस पछाडि चाहिँ उहाँ आइसकेपछि नि बाहिर गएपछि सरलाई एकदम धम्की दियो है। सरलाई पनि तेरो यो रेस्टुरेन्टमा भ्याट लगाइदिन्छु भनेर सरलाई त्यो मुख छाड्ने कराउने गरे है। पुलिसकै अगाडि पनि धम्की दियो कि पुलिस आउँदा नडराउने। अनि त्यसपछि चाहिँ अनि पछि लैयो, उता गएपछि चाहिँ हामीलाई भोलि उता बोलायो नि त, उतापट्टि बोलायो के अरे बैदाममा, उता कुरा भयो। अनि 10 दिनको जेल थियो। ओके, अहिले अनुसन्धानकै क्रममा छ, प्रहरीको नियन्त्रणमा छ नक्कली डिएसपी, सक्कली प्रहरीको नियन्त्रणमा छ नक्कली डिएसपी, बागलुङगा रहेछन् होइन? बागलुङकै हो। अनि जस्तो तपाईँहरू यहाँ अघि एकजना भाइले हामी कुराकानी गर्दा चाहिँ यहाँको स्टाफलाई भागुमै बनाए भन्ने खालको अवस्था, एकदम डर देखाएको थियो सर। हामी त अब रोयो है, म त गर्दिनँ होला नि भनिरहेको थिएँ। यहाँ चाहिँ काम डर चाहिँ हुन्छ नि त है, छोरी मान्छे भइसकेपछि काम गर्नु पऱ्यो, त्यस्तो धम्की दिँदाखेरि डर हुन्छ नि त। अनि अब त्यहाँ गइसकेपछि नि अब कतिले त अब छोडिदिए, भित्र नहाल भन्दै थियो पुलिसहरूले है, किन मान्नु है। अनि भित्र हालिदिएपछि अहिले बल्ल ढुक्क भयो। किनभने आज भयो भोलि पनि हुनसक्छ नि त हामीसँग, त्यस्तो नहोस् भनेर, त्यही हो। कारबाही हुन्छ भन्ने कुरामा कतिको ढुक्क हुनुहुन्छ? कारबाही चाहिँ हुन्छ जस्तो चाहिँ लाग्छ मलाई चाहिँ, हुनु पनि पर्छ। जस्तो त्यो प्रहरी हो भनेर खुल्ने कुनै त्यस्तो हुलिया अथवा चाहिँ आइडी कार्ड केही देख्नुभयो तपाईँले? त्यस्तो केही पनि थिएन। उसले चाहिँ जस्ट त्यो मोबाइलको त्यो प्रोफाइल पिक्चर र भिडियो देखाएर चाहिँ म डिएसपी हुँ भनेर चाहिँ धम्की दिएको थियो एकदम। उसले चाहिँ त्यो पहिला चाहिँ कुन फिल्ममा सुटिङ गराएर रहेछ, इन्सपेक्टरको ड्रेस लगाएर, त्यो फोटो देखाएर चाहिँ हामीलाई चाहिँ डराउनु दिएको, त्यति नै हो। कतिजना कर्मचारी हुनुहुन्थ्यो यहाँ? हामी चाहिँ लगभग 4-5 जना थियौँ। अनि जस्तो उनीसँग आएका साथीले छुट्याउने वा यसो नगर भन्ने त्यस्तो केही गरेन? त्यो गर्दाखेरि नि ऊ त अब भित्र गएर लुकिदियो नि त। अब पुलिस आउँदा नि मानेन, अनि सरहरूलाई त्यस्तो धम्की दियो, त्यही हो। अनि अब यहाँ पछि पुलिस आउँदाखेरि मलाई त पुलिसको अगाडि धम्की दियो भनेपछि नआउँदा के भन्यो होला। अब मैले चाहिँ चुरोट दिएन होइन, म पनि त मैले उसँग सर भनेर बोलिरहेको थिएँ होइन। चुरोट दिँदाखेरि भाइ चुरोटले भनेर अनि पुलिसकै अगाडि धम्की दियो। म सर मैले दिन मिल्दैन भन्दाखेरि ले भने अनि थुतिहाल्यो, दिएँ। अनि त्यसपछि चाहिँ सरलाई, अब हाम्रो सन्तोष सरलाई चाहिँ अलि लाइक रफ वर्डमा थर्काएँ होइन। सर अलि आवेशमा आउनुभयो, कराउनु भयो। सन्तोष भने चाहिँ को? हाम्रो यहाँको ओनर नै, हाम्रो यहाँ चाहिँ 5 जना स्टियरिङमा हुनुहुन्छ। 5 जना ओनर हुनुहुन्छ, त्यसमध्येको एकजना ओनर सन्तोष। हजुर। अनि उहाँले चाहिँ लिएर जा भनेपछि अनि पुलिसहरूले सबैले समाएर लिएर जानुभयो। त्यो भिडियो चाहिँ क्लिप हल्का हामीसँग छ, त्यो हामीलाई उपलब्ध गराइदिनुहुन्छ नि? हजुर हुन्छ सर। त्यसमा उहाँसँग भएको त्यो भिडियो क्लिप यहीँनेरि म प्रस्तुत गरिहाल्छु, थोरै यो हेर्नुहोस्। पुलिस भनेर मान्छेलाई हेप्ने, पुलिस भनेर मान्छेहरूलाई हेप्ने यहाँ हुन्छ। तपाईँसँग भएको त्यो क्लिप पनि हामीले दर्शकलाई देखायौँ। आगामी दिनमा यस्तो नहोस् भन्नका लागि चाहिँ अब एउटा पीडित त तपाईँ पनि हुनुहुन्छ, यसको म्यानेजर होइन, के भन्नुहुन्छ? अब के भन्नु, त्यही हो। अब पछि गएर यस्तो नहोस्, त्यही हो। केटी मान्छेलाई यस्तो भयो भने चाहिँ कारबाही, त्यस्तो मान्छेलाई कारबाही होस्। कसैलाई पनि त्यस्तो दुर्व्यवहार गर्नु भएन? गर्नु भएन। भयो भने हामी केटी मान्छे चाहिँ बोल्नु पऱ्यो, डराएर बस्नु चाहिँ भएन। तपाईँ आफै रोइदिनु भएको छ त्यहाँ फेरि? त्यो त हल्का चाहिँ रोएको थियो, किनभने अब डर हुन्छ नि त अलिकति। तर मैले बोल्न त सकेँ नि त, उता गएर भन्न सकेँ यस्तो यस्तो भनेर। म डराएर बसेको भए त ऊ भित्र जान सक्थेन होला नि त, त्यही हो। हुन्छ, यो समय र संवादको लागि यहाँलाई धन्यवाद छ। अपेक्षा गरौँ, कानुन छ, कानुनले दायरामा ल्याउँछ
र तपाईँहरूप्रति न्याय हुनेछ। धन्यवाद। सर ओके। दर्शक महानुभाव, पुनः एकपटक यहाँहरू सबैलाई हार्दिक स्वागत छ। कार्यक्रम मिसन विथ हेमराज हेरिराख्नु भएको छ। जनचासोका विषयवस्तुलाई उठान गर्छौँ र हरेक पलमा तपाईँको सूचनाको सहयात्री भएर अगाडि बढिरहँदा हामीलाई साथ दिनुभएको छ। यहाँहरू सबैलाई धन्यवाद भन्छु। र यो घटना र प्रसङ्गसँग जोडिरहेको छु कि नक्कली डिएसपी सक्कली प्रहरीको फन्दामा परेका छन्। त्यस्तै जनपदतर्फ लिखित परीक्षामा नक्कली परीक्षार्थीले परीक्षा दिँदै गर्दा प्रहरीले फेला पारेको छ र तिनलाई पनि हिरासतमा लिएको छ। नक्कली डिएसपी बागलुङका हुन् चन्द्रकान्त पौडेल। चन्द्रकान्त पौडेलले पोखरा 8 सिर्जना चोकमा रहेको ढावा रेस्टुरेन्टमा देखाएको विदण्ड तपाईँ समक्ष हेरिसक्नु भएको छ। तपाईँ समक्ष हामीले प्रस्तुत गरिसकेका छौँ। त्यहाँका कर्मचारीमाथि गरेको व्यवहार स्वयं कर्मचारीले नै भनेको सुनिसक्नु भएको छ। यी यावत प्रसङ्गसँग जोडिएर यति बेला कुराकानी गर्न खोजिरहेको छु। मसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया। नमस्ते। नमस्ते, स्वागत छ यहाँलाई। थ्याङ्क यू। नक्कली डिएसपी सक्कली प्रहरीको फेला परे होइन त? यो तपाईँले भनेको जस्तै गएको वैशाख 7 गते अन्दाजी बेलुका राति 10 बजेको समयमा सिर्जना चोक स्थित ढाबा रेस्टुरेन्ट एन्ड बारमा अर्डर अनुसारको खानेकुराहरू मगाएर खाइसकेपछि उहाँले पैसा तिर्ने क्रममा काउन्टरमा रहेका कर्मचारीसँग चाहिँ म प्रहरीको डिएसपी हुँ भन्ने किसिमले त्यहाँ रहेको कर्मचारीमाथि अभद्र व्यवहार गरेको सूचना तत्काल प्रहरी कन्ट्रोल रूपमा प्राप्त हुनसाथ खटिएको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बागलुङ जिल्ला बागलुङ नगरपालिका नोट 4 बस्ने चन्द्रकान्त पौडेललाई नियन्त्रणमा लिएर निजलाई चाहिँ हामीले कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएका छौँ। र यसमा चाहिँ प्रारम्भिक अनुसन्धान गरेर हेर्दाखेरि चाहिँ प्रारम्भिक अनुसन्धानले के देखाउँछ भने उहाँले केही समय अगाडि प्रहरीको युनिफर्म प्रहरीको इन्सपेक्टरको फुली प्रयोग गरेको युनिफर्म प्रयोग गरेर म्युजिक भिडियोमा अभिनय गरेको पनि देखिन्छ। र त्यो उहाँले त्यो गरेको चाहिँ त्यो अभिनय गरेको आधार एउटा पाटोसँग छ। त्यो चाहिँ एउटा एक किसिमले कहीँबाट अनुमति लिएर तालुक प्रहरी प्रधान कार्यालयबाट पनि अनुमति लिएर गरेको हुनसक्छ। र त्यो पार्ट एउटा छ। तर त्यसैलाई उहाँले चाहिँ त्यो दिन जुन त्यो ढाबा रेस्टुरेन्ट बारमा चाहिँ म प्रहरीको डिएसपी हुँ भनेर चाहिँ उहाँले जुन व्यवहार गर्नुभयो त्यो व्यवहारमा चाहिँ हामीलाई सम्बन्धित रेस्टुरेन्टबाट पनि अभद्रमा जाहेरी आइसकेको छ। त्यही जाहेरीको आधार हामीले कानुनी प्रक्रिया अगाडि बढाएका छौँ। र सँगसँगै उहाँलाई आपराधिक लाभ लिन नहुने एक्सटर्सन जुन छ त्यसमा पनि हामीले प्यारलली अनुसन्धान गरेका छौँ। वडा प्रहरी कार्यालय बैदामबाट मुद्दा चलेको छ होइन त? वडा प्रहरी कार्यालय बैदामबाट चाहिँ उनलाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ। उनीमाथि जुन कसुर चार्ज गरिएको छ, जुन कसुरमा आरोपी छन्, त्यो स्वीकारेको अवस्था हो कि होइन? उहाँले स्वीकार गर्नुभएको छ। उहाँले भनेका कुराहरू अब जुन कुराहरू छ मैले यो किसिम भन्न नहुने भन्ने किसिमबाट उहाँले तत्काल स्वीकार गरेको त देखिन्छ। तर उहाँ चाहिँ कानुन बमोजिम उहाँले चाहिँ गलत गैर कानुनी क्रियाकलाप जुन गर्नुभयो तर त्यसको लागि चाहिँ उहाँले स्वीकार गर्ने भन्दैमा पनि तर कानुन बमोजिम हामीले कानुनी दायरा मात्रै ल्याउनुपर्छ। त्यो अनुसारले हामीले निजलाई कानुनी दायरामा ल्याइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको। त्यसो त एसपी साहब त्यहाँ उनी मात्रै थिएनन्, उनीसँग गएका अरू साथीहरू पनि रहेछन्। जो नक्कली डिएसपी भनिएको छ उनीमाथि मात्रै अनुसन्धान भइरहेको छ कि त्योसँग सम्बन्धित अरू कसैलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्दै हुनुहुन्छ? यसमा उहाँको ग्रुपमा जानुभएको भन्ने कुराहरू त एउटा पाटो छँदैछ। तर चाहिँ जो व्यक्तिले त्यो किसिमको चाहिँ गैर कानुनी क्रियाकलाप गर्यो त्यही जो गैर कानुनी क्रियाकलापमा जो व्यक्ति संलग्न छ त्यही व्यक्तिमाथि नै हामीले अनुसन्धान गरेका छौँ। उहाँको अन्य व्यक्तिहरूमाथि हामीले चाहिँ त्यो अनुसन्धान गरिरहनु परेन। सम्बन्धित जो व्यक्ति छ गैर कानुनी क्रियाकलापमा संलग्न उहाँ नै तत्काल चाहिँ हामीले उहाँ नै रहेको देखिएको हुँदा उहाँमाथि नै अनुसन्धान गर्छ। उनको नियत चाहिँ खास के रहेछ? अहिले तपाईँहरूले अनुसन्धानमा के पाउनुभयो? उहाँ मादक पदार्थ सेवन गरेर अत्याधिक मादक पदार्थ सेवन गर्नुभएको अवस्थामा हामीले पक्राउ गरेका थियौँ। अब त्यसमा चाहिँ अब उहाँले किन त्यसो गर्नुभयो भन्ने कुराहरू उहाँले ट्याक्कै चाहिँ अहिलेसम्म भनिसक्नु अवस्था चाहिँ तत्काल देखिएको छैन। तर चाहिँ अब त्यो उहाँले अब जुन किसिमले चाहिँ एउटा म नक्कली प्रहरीको डिएसपी हुँ के अरे म प्रहरीको डिएसपी हुँ भनेर जुन नक्कली उहाँले चाहिँ एउटा बनाउनु भयो म उहाँलाई चाहिँ त्यो किसिमले चाहिँ किन उहाँले त्यो भन्नुभयो
भन्ने क्रियाकलापहरू त अब यो ठ्याक्कै उहाँले मैले चाहिँ थाहा पाइनँ मैले के भने भन्ने किसिमको उहाँबाट आइरहेछ उहाँको अज्ञानता उहाँले आफ्नो चाहिँ अज्ञानता चाहिँ देखाइरहनु भएको छ। केही फुटेज हामीले प्राप्त गरेका छौँ प्रहरी जाँदाखेरि पनि उनको व्यवहार चाहिँ कन्ट्रोल भएको छैन, मुख छोडिरहेका छन्, अभद्र व्यवहार गरिरहेका छन्। यो मापासे गरेकै कारण हो वा चाहिँ उनीमा बेग्लै खालको एउटा दम्भ भएर हो? अब यसमा मादक सेवन गरिसकेपछि अब त्यस नर्मल मान्छे पनि उत्तेजित हुने नै भइ नै हाल्छ। त्यसो उहाँको चाहिँ हामीले पहिलाको ब्याकग्राउन्ड पनि के छ, उहाँको चाहिँ चारित्रिक कुरा के छ हामीले त्यो उहाँको सिआरएस पनि हेरेका छौँ र अब त्यो अनुसन्धान क्रममा बिचमा केही थप कुरा देखियो भने त्यो त्यसले नै बताउँछ। तत्काल चाहिँ हामीलाई जुन आएको कुराहरू जाहेर दरखास्त र उहाँ त्यो भएको घटनामा मैले अहिले भनिसकेँ यसमा यत्तिकै यही आधारमा रहेर चाहिँ हामीले अनुसन्धान अगाडि बढाएको छौँ। अर्को प्रसङ्ग, जनपद प्रहरीको इक्जाम दिँदै गर्दा नक्कली खडा गरिएको परीक्षार्थीलाई यहाँहरूले नियन्त्रणमा लिएर चाहिँ अनुसन्धान गरिरहनु भएको छ। खास त्यो घटना चाहिँ के रहेछ, भएको के हो? यो गत वैशाख 6 गते पोखरा लोकसेवा आयोगको कार्यालयको परीक्षा भवनमा जनपद प्रहरीको प्रहरी जवानको परीक्षा भइरहेको अवस्थामा चाहिँ नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचना प्रहरी कन्ट्रोलमा प्राप्त हुनसाथ प्रदेश लोकसेवा आयोगको परीक्षा अनुगमन टिम को सहयोगमा नक्कली परीक्षार्थीलाई चाहिँ हामीले पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाएका छौँ। यो अब जिल्ला 12 पर्सोनी गापा नम्बर 5 बस्ने आरती कुमार मण्डलको नाममा परीक्षार्थी सक्कली परीक्षार्थी चाहिँ उहाँ हो। उहाँको नाममा चाहिँ उहाँको प्रवेशपत्रमा फोटो टाँस गरेर र उहाँको नागरिकतामा पनि फोटो टाँस गरेर ज्ञानुता विश्वकर्माले परीक्षा दिइरहेको देखिएको छ। र यसमा यो ज्ञानुता विश्वकर्मा र आरती कुमारी मण्डल एक आपसमा केही समय अगाडि साथीको रूपमा चाहिँ चिन्जान भएको र निजले चाहिँ उसको आरती कुमार मण्डलको नाममा मैले परीक्षा दिएको भनेर निजले स्वीकार पनि गर्नुभएको छ। र त्यसैको आधारमा चाहिँ हामीले ज्ञानुता विश्वकर्मालाई चाहिँ लोकसेवा आयोग 2079 को चाहिँ अन्तर्गत चाहिँ हामीले सम्मानित जिल्ला अदालतबाट म्याथ प्रक्रिया अगाडि बढाएका छौँ। कति दिनको म्याथ थप गर्नु भएको छ र यिनलाई चाहिँ कारबाही भएको खण्डमा के कारबाही हुन्छ? सम्मानित जिल्ला अदालतबाट 7 दिनको म्याथ थप भएको छ र यो यसमा चाहिँ लोकसेवा आयोग 2079 को दफा 41 अन्तर्गत चाहिँ को कसुर गरेकोमा हामीले म्याथ थप लिएका छौँ र यो सजाय पुष्टि भयो भने 5 वर्षसम्म कैदको व्यवस्था रहेको छ। यिनको इन्टेन्सन के रहेछ, मतलब साथी भएकै हिसाबले चाहिँ परीक्षा दिन गएकी रहेछन् वा चाहिँ आर्थिक प्रलोभन पनि केही रहेछ? अब यो अनुसन्धान क्रममा थप खोल्दै जाला। तत्काल देखिएको चाहिँ आरती कुमार मण्डलले मसँग राम्रो व्यक्तिहरूको सम्पर्क छ, मैले चाहिँ तपाईँलाई सरकारी जागिर पनि लगाइदिन्छु, अब तपाईँलाई पर्ने कुराहरू तपाईँको आफ्नो आफन्तहरू तपाईँको भाइको जो हुनुहुन्छ उहाँलाई पनि म जागिरको भोलि चाहिँ कुनै पनि ठाउँमा गरिदिन सक्छु र तपाईँहरूलाई चाहिँ पछि म सहयोग पनि आर्थिक कुराहरू पनि सहयोग गर्न सक्छु भन्ने किसिमबाट चाहिँ ज्ञानुता विश्वकर्मालाई प्रलोभन पारेको देखिएको छ। र त्यही प्रलोभनको आधारमा चाहिँ निजले यहाँ पोखरामा आएर चाहिँ उसको आरती कुमार मण्डलको नामको मा चाहिँ जाँच दिएको देखिन्छ। र यो केही समय अगाडि यो दुईजनाको मैले भनिसकेँ, दुईजना चाहिँ आरती कुमारी मण्डल र ज्ञानुता विश्वकर्मा चाहिँ यही प्रहरी जवानकी परीक्षा दिने क्रममा हेटौँडामा भेटघाट भएको पनि रहेछ र हेटौँडामा भेटघाट भइसकेपछि उहाँहरूको त्यसपछि चाहिँ दोस्ती बढेको देखिन्छ। जस्तो नि ज्ञानुता विश्वकर्मा चाहिँ सरकारी सेवामा कार्यरत छिन् अहिले? छैन, यो ज्ञानुता विश्वकर्मा पनि आरती कुमार मण्डल पनि 81 सालमा हेटौँडामा भएको एउटा प्रहरी जवान कि दुवैजना चाहिँ फर्म भर्न आएको र त्यही चिन्जान भएको र दुवै परीक्षा फेल भएको। त्यसपछि चाहिँ उनीहरूले चाहिँ एक आपसमा साथीमा चाहिँ उनीहरूको मित्रता बढेको देखिन्छ र अहिले फेरि पुनः चाहिँ परीक्षा दिनेको चाहिँ फर्म भरेर परीक्षा दिने क्रममा आरती कुमारले तपाईँले मेरो नाममा एउटा परीक्षा दिनुपर्छ भन्ने किसिमले उसलाई कन्भिन्स गरेको देखिन्छ र उसले चाहिँ त्यो उसले गरेको प्रस्तावलाई स्वीकार गरेको देखिन्छ र त्यही अनुसार चाहिँ यहाँ आएर जुन एउटा चाहिँ यो आरती कुमार मण्डलको नामको चाहिँ प्रवेशपत्रमा ज्ञानुता विश्वकर्माको फोटो टाँस गरिएको देखिन्छ र त्यो नागरिकता पनि अब त्यो चाहिँ जुन अनुगमन टिम छ परीक्षामा चाहिँ संलग्न अनुगमन टिमलाई
त्यो चाहिँ फोटो टाँसेको देखाएर अलिकति इल्युजन पार्ने किसिमले यो चाहिँ सक्कली परीक्षार्थी हुने किसिमबाट यिनीहरूले एउटा चाहिँ प्लानिङ गरेको देखिएको छ। यसमा संलग्न अरू थप व्यक्तिहरू पनि देखिएका छन्, थप 2 जना पनि देखिएका छन्। यो हामीले अनुसन्धान क्रममा छ। यो यसलाई हामीले चाहिँ अनुसन्धान प्रक्रियामा अगाडि बढाएको छौँ, यसको निष्कर्षमा आइपुगिहाल्छौँ। यो त भयो नक्कली परीक्षार्थी र नक्कली डिएसपीको प्रसङ्ग। पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय कास्कीको उपलब्धि के छ र तपाईँहरूले लागु औषध नियन्त्रणसँगै समाजमा शान्ति सुरक्षा कायम गर्नको निम्ति खेलेको भूमिका पछिल्लो अपडेट के छ? यसमा तपाईँ राम्रो क्वेसन गर्नुभयो। यो मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने जुन वस्तु वा पदार्थ नै लागु औषध हो र जिल्ला प्रहरी कार्यालय कास्कीले अहिले लागु औषध विरुद्ध चाहिँ एउटा महाअभियान सञ्चालन गरिसकेको छ। हामीले अस्ति तपाईँलाई जानकारी पनि छ होला, यो पृथ्वी चोकबाट एउटा हामीले ठुलो एउटा र्यालीसहितको मुख्यमन्त्रीजीको प्रमुख आतिथ्यमा लागु औषध नियन्त्रण महाअभियान सञ्चालन गरिसकेका छौँ। यसभित्र धेरै 47 वटा चाहिँ विभिन्न किसिमको क्रियाकलापहरू हामीले सञ्चालन गरेर यसलाई तयारी गरेका छौँ। र योभन्दा अगाडि पनि हामी कहाँ रहेका विभिन्न सामुदायिक सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय कास्कीले चाहिँ प्रत्येक ठाउँमा गएर टोलमा आमा समूह, क्लब, विद्यालय, स्कुल सम्पर्क सबैमा गएर हामीले चाहिँ लागु पदार्थ भने यो हो, यसलाई सेवन यसरी चाहिँ लागु औषध दुर्व्यसनकर्ता यसरी फस्छन्, यसको समाधान यो हुन्छ, यसबाट उपचार यो यसरी लिन सकिन्छ, यो यस्ता कानुनी प्रक्रिया यो छ, यो भएमा यसरी यो कानुन बमोजिम कारबाही हुन्छ भन्ने लगायत हामीले धेरै जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ। र तपाईँले डाटै भन्ने हो भने अहिले यो चालु हावामा साउनदेखि यता चाहिँ लागु पदार्थ जुन लागु औषध सम्बन्धमा चाहिँ हामीले 68 वटा मुद्दाहरू दायर गरेका छौँ, जसमा चाहिँ 84 जना पुरुष र 12 जना महिला हुनुहुन्छ। टोटल 68 मुद्दामा हामीले 96 जनालाई पक्राउ गरिसकेका छौँ। र यो सम्बन्धमा चाहिँ यो हामीले पक्राउ गरेको सङ्ख्या यो हो। र यसै गरेर अहिले कास्की जिल्लामा रहेका 18 वटा चाहिँ सुधार चाहिँ रिहाब सेन्टरहरू छन्। त्यसमा त्यो रिहाब सेन्टरहरूमा पनि लगभग दुर्व्यसनकर्ताहरू टन्नै दुर्व्यसनकर्ताहरू चाहिँ रहेका छन्। त्यसमा चाहिँ उहाँ त्यो रिहाब सेन्टरमा भएका दुर्व्यसनका त्यसमा उसले चाहिँ त्यसलाई सुधार गर्ने किसिमले सेवनकर्ताहरूले त्यहाँ चाहिँ राखेर उहाँहरूले चाहिँ ट्रिटमेन्ट गरिरहनु छ। र जो खरिद बिक्रीमा र किनबेचमा संलग्न भएका चाहिँ 96 जना व्यक्तिहरू मैले भने उहाँलाई चाहिँ हामीले मुद्दा दर्ता गरेर अगाडि बढाएका छौँ। र उहाँहरूबाट चाहिँ प्राप्त हामीले परिणामको रूपमा हेर्ने हो भने बरामद लागु औषधको विवरणको रूपमा हेर्ने हो भने अहिले हामीले यो चालु हावामा 34 केजी गाँजा बरामद गरेका छौँ। र ब्राउन सुगर 1.290 ग्राम ब्राउन सुगर हामीले बरामद गरेका छौँ। त्यसै गरेर नाइट्रोभेट जुन चक्की छ त्यो चाहिँ हामीले 2165 चक्की त्यो बरामद गरेका छौँ। र डाइजापाम, फेनारगन, बुर्फिन भन्ने जुन लगायतको एउटा सेटैसहितको हुन्छ त्यसो 5122 वटा गोटा चाहिँ एम्पुलहरू हामीले त्यो पनि बरामद गरेका छौँ। र यो ट्रामाडोल अहिले चाहिँ विशेष गरेर लागु पदार्थ सेवन गर्नेमा नयाँ किसिमको ट्रेन आएको छ। पहिला चाहिँ धेरै किसिमको सुई ब्राउन सुगरहरू, चरेसहरू यो लगायत विभिन्न किसिमका अलिकति यो चाहिँ प्रयोग गर्ने अब यसो सुईहरू बढी अब चाहिँ अब हुने थियो। अब अहिले चाहिँ त्यो किसिमको बाटो चेन्ज भएर अहिले चाहिँ ट्रामाडोल यो टेपान्डाडोल जस्ता चाहिँ औषधिहरू चाहिँ प्रयोग गर्ने अनि झुम्म भएर बस्ने किसिमले त्यो किसिम देखाएको छ। त्यो चाहिँ हामीले यो चालु हावामा 1,16,000 थान चाहिँ त्यो चक्की छ त्यो चाहिँ हामीले बरामद गरेर मुद्दा पनि चलाएको छ। यसमा औषधि व्यवसायीको एउटा थोक विक्रेता पनि हामीले त्यसलाई पनि मुद्दा प्रक्रियामा अगाडि बढाएका छौँ। र यसमा यसले चाहिँ के देखाउँछ भने तर यो हामीले जति चाहिँ यो बरामद गरेर जति व्यक्तिहरूलाई अहिले मुद्दा चलाएको मैले भने यो सङ्ख्या यो चाहिँ अलिक घट्दो क्रममा पनि छ। हामीले मैले तथ्याङ्कले भन्दा गत अबभन्दा अहिले चाहिँ लागु औषध हाम्रो अलिकति कम तिनले अलिक कम भएको हो कि भन्ने हाम्रो चाहिँ डाटाले पनि देखाउँछ। र यसले हामीले हाम्रो मनसाय के हो भने सुधार्ने र मुद्दा पनि सँगसँगै लाने। अब यो चाहिँ यो किसिमको हाम्रो संयुक्त यो हामीले त्यो तरिकाले जनतासँग हामी मिलेर नागरिक सहकारी गरेर हामीले त्यो पनि कार्यक्रम पनि सञ्चालन गरेका छौँ। र यो मैले तपाईँलाई डाटा प्रस्तुत गरेँ। अब यो अहिले लागु औषध चाहिँ हामीले अब यो दिनानुदिन अब हाम्रो चाहिँ के विभिन्न किसिमको अपरेसनहरू पनि सञ्चालन गरेका छौँ र त्यो अनुसार चाहिँ काम भइरहेको छ। समुन्नत राष्ट्र, समुन्नत कास्की, शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव कटिबद्ध छ, यो विश्वाससहित यो समय र संवादका लागि यहाँलाई धन्यवाद। धन्यवाद। दर्शक महानुभाव, कार्यक्रम मिसन विथ हेमराज हेरिराख्नु भएको छ। भर्खरै हामीले कुराकानी गऱ्यौँ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियासँग। नक्कली डिएसपी सक्कली प्रहरीको फन्दामा परेका छन्, त्यस्तै गरी नक्कली परीक्षार्थी प्रहरीको फन्दामा परेकी छिन्। उनीहरूलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
यस्तो कार्य कहीँ पनि नगर्नुहोस्, किन भन्दा कानुनभन्दा माथि कोही पनि छैन। कानुनको पालक तपाईँ पनि हो, हामी पनि हो। तपाईँको टोल छरछिमेक वरिपरि त्यस्तो घटना वा दुर्घटना हुँदैछ भने हामीलाई खबर गर्नुहोस्, हामी बन्छौँ तपाईँको सञ्चार सहयात्री। त्यस्तै प्रहरीलाई खबर गर्नुहोस् 100 मा। आफू पनि सुरक्षित रहनुहोस् र समाजलाई पनि सुरक्षित बनाउनुहोस्। अपराध रहितको समुन्नत सहितको देश बनाउने अभियानमा हातेमालो गरौँ हामी सबै। क्यामेरा पर्सन द्वय आश्विन र दिपेन्द्रलाई धन्यवाद। देश तथा विदेशमा रहेर हामीलाई एकसाथ हेरेर साथ दिनुभयो। तपाईँको रचनात्मक सुझाव सल्लाह र प्रतिक्रियासहित कमेन्ट छोडिदिनु होला भन्दै कार्यक्रम मिसन विथ हेमराजको आजको यो खण्डबाट म हेमराज आज्ञा चाहन्छु। नमस्कार।